तातो पानी रोटीमा आफूलाई मनपर्ने सबै थरीको भेजिटेबल राखेर यसरी बनाएर खानुहोस्। साह्रै नै भोक लागेको बेलामा यो जाडो महिनामा टुलुक्कै आँखा देखिन्छ नि। मैले सानो कपको 2 कप गहुँको पिठो लिएँ। अलिअलि गर्दै पानी राखेर नरम हुने गरी पिठो मुछ्ने। बेलुका बिहानको खाजा अनि दिउँसो खाजाको रूपमा पनि खान सक्नुहुन्छ। मिठो पनि हुन्छ, तातो तागतिलो पनि हुन्छ। मैले चाहिँ यो गहुँको पिठोलाई मजासँग बेलिसकेकी छु, आफूलाई मनपर्ने साइजमा काट्ने। मैले चाहिँ केही पनि साइज मिलाएन, सानसानो टुक्रामा काटिसकेकी छु। अब यसलाई साइडमा राखेर एउटा कराईमा तेल तताउने, ज्वानो फुराउने, मेथी फुराउने, सुकेको खोर्सानी फुराउने, लसुन फुराउने, अदुवा फुराउने, प्याज राख्ने, क्याप्सिकम, गाजर अनि टमाटर, स्वादअनुसार नुन, के मनपर्छ सबै थरी राख्न सकिन्छ। ब्रोकोली पनि राख्न सकिन्छ। एकैछिन भुटेर आवश्यकता अनुसार पानी राख्ने, टुसा उमारेको मुङ्गु दाल, उसिनेको आलु राखेर सर्र चलाउने। अनि यो भेजिटेबलहरू चाहिँ उम्लिसकेपछि अघि न बेलेर रेडी गरेको गहुँको रोटीलाई यसैमा राखिदिने। बनाउनु पनि एकदमै सजिलो छ, खाँदा पनि असाध्यै नै मिठो हुन्छ। अब यो रोटी चाहिँ मजासँग पाक्ने गरी चलाई पकाउने। हजुरहरूले छोपेर पनि पकाउन सक्नुहुन्छ। जब रोटी चाहिँ राम्रोसँग पाक्यो जस्तो लागिसकेपछि भेजिटेबलहरू चाहिँ हाफ बोइल गरेर पनि खान सकिन्छ। त्यसैले गर्दा मेन ध्यान दिने भनेको चाहिँ यो गहुँको रोटीमा हो। मैले बनाउने पानी रोटी र हजुरहरूले बनाउनेमा के फरक पाउनुभयो?